समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करका दरमा बृहत पुनरावलोकन गरेको छु। करको बोझ घटाउन आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10 लाख रुपैयाँ पुर्याएको छु। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट यथाशक्य छिटो हटाउनेछौँ। गोरखकाली रबर उद्योग लगायत 7वटा सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्याङ्कन DDA गरी निजी सार्वजनिक साझेदारी मोडलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्रै सम्पन्न गर्नेछौँ। नेपाल टेलिकममा सङ्घीय सरकारको 66% सेयर कायम राखी बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्नेछौँ। नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानुनी प्रबन्ध मिलाउनेछौँ। नेपाललाई AI आर्टिफिसियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेका छौँ। काठमाडौँको सिउचाटारमा देशकै पहिलो सार्वभौम AI कम्प्युट केन्द्र स्थापना गर्नेछौँ। आगामी आर्थिक वर्ष AI को क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 जना नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्नेछौँ। काठमाडौँ उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन, चार्जिङ स्टेसन, ट्र्याकिङ प्रणाली, स्मार्ट बस पार्क, सुदृढ संस्थागत व्यवस्था सहितको स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम छिट्टै सुरु हुनेछ। पोखरा उपत्यकामा पनि सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न ई मोबिलिटी सेवा सुरुवात गर्नेछौँ। नेपाललाई युरोपियन युनियनको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न आगामी पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनः गरी नियामक र सञ्चालकको पृथक भूमिका स्थापित गर्नेछौँ। कृषि क्षेत्रको पुनरुत्थान सरकारको शीर्ष प्राथमिकतामा रहेको छ। कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौँ। व्यावसायिक कृषकलाई आकर्षित गर्ने र कृषिमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने नीति लिई कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्नेछौँ। न्यूनतम 2 करोडसम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छु। उत्पादन सुरु भएको मितिबाट लगातार 4 वर्षसम्म यस्तो अनुदान वार्षिक 10% का दरले शोध भर्ना हुनेछ। वास्तविक कृषकलाई उन्नत बिउ, मल, सिँचाइ, विद्युत तथा कृषि बिमामा सहयोग उपलब्ध गराउँदै कृषि अनुदानको दुरुपयोग रोक्नेछौँ। कृषि र पशु बिमामा 80% प्रिमियम अनुदान उपलब्ध गराउँदै अन्य अनुदान क्रमशः हटाउँदै लैजाने दिशा तय गरेको छु। नवउद्यम, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको दह्रो आधार बनाउनेछौँ। नवउद्यमलाई पहिचान, सिप बजार र वित्तीय पहुँचसँग अनुकूलित गर्दै नाफा आबद्ध कर सहुलियत, सार्वजनिक खरिदमा प्राथमिक पहुँच, डिजिटल दर्ता तथा नियामकीय सहजीकरण मार्फत नवउद्यम सञ्चालन प्रणालीलाई सुदृढ बनाउनेछौँ। नवउद्यम वित्त पोषणलाई केवल ऋणमा आधारित मोडेलमा सीमित नराखी प्रारम्भिक चरणमा अनुदान, सम्भाव्यता प्रमाणित उद्यमका लागि सहुलियतपूर्ण कर्जा तथा विस्तार चरणमा वृद्धि पुँजीको व्यवस्था गरिनुको साथै निजी क्षेत्र र गैर आवासीय नेपालीको सहलगानी प्रोत्साहित गर्नेछौँ। विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छु। चिकित्सा, नर्सिङ, सूचना प्रविधि लगायत उच्च शिक्षाका विभिन्न विधामा हाल लगाइएको कोटालाई चालु आर्थिक वर्षभित्र पुनरावलोकन गरी उल्लेख्य वृद्धि गर्नेछौँ। प्रवासमा रहेका नेपाली नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा आबद्ध गराई उनीहरूको मताधिकार सुनिश्चित गर्न कानुनी, प्राविधिक तथा प्रशासनिक पूर्वाधार तयारी गर्नेछौँ। राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई पछिल्लो आम निर्वाचनमा प्राप्त मतको आधारमा सरकारी अनुदान दिने बारे बृहत राजनीतिक बहस गराउनेछौँ। आगामी आर्थिक वर्ष करिब 1000 किलोमिटर सडक कालोपत्रे र 275वटा सडक पुल निर्माण हुनेछ। 1028 किलोमिटर लामो पूर्व पश्चिम राजमार्गलाई 4 लेनमा स्तरोन्नति गर्ने कार्य 5 वर्षभित्र सम्पन्न गर्नेछौँ। यसै वर्ष कमला कञ्चनपुर र नारायणगढ बुटवल सडक खण्ड स्तरोन्नति कार्य सम्पन्न हुनेछ। आगामी वर्ष काकडभिट्टा लौकही, कमला बागमती, बुटवल गोरुसिङ्गे र धानखोला लमही खण्ड अन्तर्गत 80 किलोमिटर सडक स्तरोन्नति गर्नेछौँ। बागमती पथलया, नारायणगढ हेटौँडा र गोरुसिङ्गे चन्द्रौटा खण्डको स्तरोन्नति सुरु गर्नेछौँ। पकली कञ्चनपुर, चन्द्रौटा धानखोला र कोवलपुर गड्डा चौकी सडक खण्डको स्तरोन्नतिको अध्ययन सम्पन्न गर्नेछौँ। पूर्व पश्चिम राजमार्गको लागि रु 37 अर्ब 46 करोड विनियोजन गरेको छु। काठमाडौँ तराई मधेस द्रुत मार्गमा आगामी वर्ष 40वटा पुल
र 5.4 किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्नेछौँ। द्रुत मार्गको लिङ्क रोड निर्माण सुरु गर्नेछौँ। यस मार्गको लागि रु 17 अर्ब 64 करोड विनियोजन गरेको छु। हुलाकी राजमार्ग आगामी 3 वर्षभित्र निर्माण सम्पन्न गर्नेछौँ। यस अन्तर्गत घना बस्ती भएको स्थानबाट राजमार्ग चौडा गर्ने कार्य सुरु गर्दै 8वटा सडक पुल निर्माण सम्पन्न गर्नेछौँ। यस राजमार्गको लागि रु 4 अर्ब 65 करोड विनियोजन गरेको छु। कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला गमगढी सडकको स्तरोन्नतिको लागि रु 1 अर्ब बजेट व्यवस्था गरेको छु। पुष्पलाल मध्य पहाडी राजमार्गको निर्माण आगामी 3 वर्षभित्र सम्पन्न गर्नेछौँ। यस अन्तर्गत 65 किलोमिटर सडक स्तरोन्नति र 5वटा पुल निर्माण सम्पन्न गर्न रु 2 अर्ब 16 करोड विनियोजन गरेको छु। मदन भण्डारी राजमार्ग अन्तर्गत 25 किलोमिटर सडक कालोपत्रे गर्न र पुल निर्माण गर्न रु 1 अर्ब 46 करोड विनियोजन गरेको छु। आगामी 3 वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सडकमा निर्माणाधीन पुल सम्पन्न गर्नेछौँ। राष्ट्रिय राजमार्गमा पर्ने 40वटा ठुला पुल निर्माण तथा स्तरोन्नति सम्पन्न गर्नेछौँ। राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडक पुल, विशेष महत्त्वका पुल र स्थानीय सडक पुलका लागि रु 9 अर्ब 87 करोड विनियोजन गरेको छु। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबु खैरेनीदेखि पोखरासम्मको 4 लेन सडक निर्माण शीघ्र सम्पन्न हुनेछ। मुगलिङ आँबु खैरेनी खण्डको निर्माण कार्य सुरु गर्नेछौँ। नागढुङ्गा मुगलिङ खण्ड अन्तर्गत 40 किलोमिटर सडक स्तरोन्नति हुनेछ। नागढुङ्गा सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउनेछौँ। यी सडक खण्डको लागि रु 6 अर्ब 55 करोड विनियोजन गरेको छु। कर्णाली कोरिडोरको 31 किलोमिटर कालोपत्रे एवं ग्राभेल गर्नेछौँ। त्यस्तै कालीगण्डकी कोरिडोरको 21 किलोमिटर कालोपत्रे हुनेछ। कोशी कोरिडोरको उत्तरी खण्डको 15 किलोमिटर कालोपत्रे गर्नेछौँ। यी 3वटा कोरिडोरका लागि रु 6 अर्ब 25 करोड विनियोजन गरेको छु। गल्छी स्याफ्रुबेसी रसुवागढी सडक खण्डलाई स्तरोन्नति गर्न रु 1 अर्ब 35 करोड विनियोजन गरेको छु। सिद्धार्थ राजमार्गको बुटवल पोखरा खण्ड द्रुत मार्गका रूपमा निर्माण कार्य प्रारम्भ गर्नेछौँ। आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङ मार्ग सम्पन्न हुनेछ। महाकाली कोरिडोरको दार्चुला टिङ्कर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको छु। मेची अरुण तमोर भेरी सेती कोरिडोर र खुटिया दिपायल सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ। काठमाडौँ चक्रपथ विस्तार अन्तर्गत कलङ्की वसुन्धरा खण्ड विस्तार कार्य सुरु गर्नेछौँ। वसुन्धरा चाबैल कोटेश्वर खण्डको डिजाइन सम्पन्न गर्नेछौँ। टोखा छहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्नेछौँ। कर्णालीको जनजीवनलाई सहज गर्न जाजरकोटको मुलसामदेखि जुम्लाको टोप्ला सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्नेछौँ। खुरकोट चियाबारी, थानकोट चितलाङ, मझेमटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्नेछौँ। प्रमुख सडक चोकमा ट्राफिक सङ्केत, चोक सुधार, सडक रेखाङ्कन, क्र्यास ब्यारियर र डिभाइडर जडान तथा मर्मतलाई निरन्तरता दिई सडक सुरक्षाका लागि रु 2 अर्ब 46 करोड विनियोजन गरेको छु। बर्दिवासदेखि काठमाडौँ तराई मधेस द्रुत मार्ग प्रस्थान बिन्दुसम्मको रेल मार्ग निर्माण कार्य अगाडि बढाउनेछौँ। आगामी वर्षदेखि काठमाडौँ उपत्यका लगायतका प्रमुख सहरी सडकको नियमित मर्मत सम्भार गरी धुलो मुक्त एवं खाल्टाखुल्टी मुक्त बनाउनेछौँ। सडकको राष्ट्रव्यापी मर्मत सम्भार अभियानका रूपमा सञ्चालन गर्न रु 28 अर्ब 52 करोड विनियोजन गरेको छु। महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरा सहितको आधुनिक ब्लू बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनेछौँ। ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भ गर्न हेटौडामा 2.5 मेगावाट क्षमताको ग्रिन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाको रूपमा कार्यान्वयन गर्नेछौँ। सुक्खायामको पिक आवरमा हुने विद्युत अभावलाई सम्बोधन गर्न काठमाडौँ उपत्यकामा 100 मेगावाटको ब्याट्री एनर्जी स्टोरेज प्रणालीको कार्यक्रम प्रारम्भ गर्नेछौँ। ग्रिन हाइड्रोजन उत्पादन कार्यलाई अगाडि बढाउन आवश्यक बजेटको व्यवस्था गरेको छु। आगामी 3 वर्षभित्र कम्तीमा 8000 दर्शक क्षमताका 10वटा फुटबल रङ्गशालालाई फ्लड लाइट सहितको स्तरोन्नति गर्नेछौँ। प्रमुख 8 सहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्नेछौँ। अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजीवन निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नेछौँ। राजगुठी लगतमा दर्ता रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिट्युट एवं एथनो म्युजिकोलोजी सेन्टर स्थापनाका लागि रकम छुट्याएको छु। नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छु। अटिजम भएका बालबालिकालाई लक्षित गरी पूर्वाधारयुक्त आवासीय नमुना विद्यालय सञ्चालन गर्नेछौँ। जनकपुरलाई विवाह गन्तव्यको रूपमा विकास र ब्रान्डिङ गर्नेछौँ। मुस्ताङ र मनाङ लगायत उच्च हिमाली जिल्लामा रहेका 200 वर्षभन्दा पुराना कम्तीमा पनि 2 दर्जन ऐतिहासिक
बौद्ध गुम्बाहरूको संरक्षणका लागि विशेष परियोजना ल्याउनेछौँ। विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न र मृत्यु भएका श्रमिकको शव सहज रूपमा स्वदेश ल्याउने प्रबन्ध मिलाउन आवश्यक बजेट विनियोजन गरेको छु। संविधानले सुनिश्चित गरेको गैर आवासीय नेपाली नागरिकता सम्बन्धी प्रावधानमा समसामयिक संशोधन गरी एक पटकको नेपाली सधैँको नेपाली भन्ने नारालाई मूर्त रूप दिनेछौँ। बदलिँदो आर्थिक कूटनीतिलाई मध्यनजर गरी डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास र छङ्दू, सान फ्रान्सिस्को स्थित महावाणिज्य दूतावास तथा विशाखापट्टनममा रहेको दूतावासको शाखा खारेज गर्नेछौँ। पछिल्लो 4 वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको, यस अवधिमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। यसबाट हाल खाइपाई आएको पारिश्रमिकमा करिब 21% खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक करिब रु 40,000 देखि रु 1 लाख माथि कायम हुनेछ। नयाँ तलब स्केल सम्वत 2083 साउन 1 गतेदेखि लागू हुनेछ। आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124 अर्ब 34 करोड विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालुतर्फ रु 1270 अर्ब 58 करोड अर्थात् कुल विनियोजनको 59.8%, पुँजीगततर्फ रु 431 अर्ब 10 करोड अर्थात् 20.3%, वित्तीय व्यवस्थातर्फ रु 422 अर्ब 64 करोड अर्थात् 19.9% रहेको छ। यो खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तुलनामा 25%ले बढी हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट रु 1405 अर्ब 31 करोड र वैदेशिक अनुदानबाट रु 61 अर्ब 74 करोड बेहोर्दा रु 657 अर्ब 29 करोड न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247 अर्ब 28 करोड परिचालन गर्नेछौँ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौँ। आगामी आर्थिक वर्ष रु 245 अर्ब 89 करोड आन्तरिक ऋणको सावा भुक्तानी हुने हुँदा खुद रु 164 अर्ब 11 करोड मात्र आन्तरिक ऋण परिचालन हुनेछ।